हेलो नमस्ते सबैजनालाई गार्डन अफ बिमलामा स्वागत छ। म चाहिँ आज कलङ्कीको महर्जन नर्सरीको भिजिटतिर छु है त साथीहरू। आज यता तपाईँहरूलाई पनि भिजिट गराउँछु। जिरेनियमको भेराइटीहरू धेरै रहेछ। यो चाहिँ नर्सरी भिजिटको हुनेछ। यो चाहिँ हाम्रो यो कलङ्की ज्ञानोदय स्कुल नजिकैको ज्ञानोदय स्कुल त्यहाँनिर छ। ज्ञानोदय स्कुल नजिकैकोमा आएको छु। आज पनि मलहरू के जाति सिद्धिएको थियो र यहाँ चाहिँ प्रायः जस्तो जिरेनियमको भेराइटीहरू धेरै छ। आज चाहिँ हजुरहरूलाई कलङ्कीको यो भिजिट गराउने छु। म्यारिगोल्ड मजाले यो बिरुवा आएको रहेछ। म्यारिगोल्डको अब बर्खा लागेपछि पानीले कुटेर ध्वस्तै हुन्छ साथीहरू। रोज दामी रहेछ। यो रोज चाहिँ साह्रै दामी लागिरहेको थियो मलाई। के गर्नु, भाँडै छैन, ठाउँ छैन। सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। रोज जिरेनियमको भेराइटी चाहिँ यहाँ टन्नै हुन्छ, तर सबै मसँग भएकोहरू भेराइटीहरू मात्रै छ। यो सबै मसँग छ। जिरेनियमको भेराइटी पनि सबै मसँग छ। भएको मात्रै। यो हाइब्रिडमा यो चिज मरेको थियो कि क्या हो, यो पनि छ। सबै जिरेनियमको कलेक्सन चाहिँ मसँग टन्नै छ। जिरेनियमको टन्नै रहेछ यहाँनिर। यो पनि छ। जिरेनियमको यो पनि छ मसँगै। कृष्णकलीको पनि रहेछ त्यहाँनिर। कृष्णकली जिरेनियमको भेराइटी धेरै छ यहाँ चाहिँ। अझै गमलै लिए पनि पाइन्छ साथीहरू। यहाँ चाहिँ गमलै ठुलो गमलै पनि टन्न। गमला जति लिन्छु भने पनि जिरेनियमको भेराइटी यो नर्सरीले चाहिँ प्रायः जस्तो उहाँ राखेको हुँदैन। बिरकुटी मजामा चाहिँ राखेको हुँदैन। यो अर्कै डिफ्रेन्ट कलर रहेछ। यो अलिकति मेरो चाहिँ मलहरू नभएको भएर चाहिँ मैले रिपोर्टिङ गर्नु पाएको थिइनँ। त्यही भएको भएर चाहिँ आज आएको। रिपोर्टिङ गर्नु थुप्रो छ। रोजमेरी पनि रहेछ यहाँनिर। एन्जेलियाको भेराइटी यहाँनिर टन्नै। एन्जेलिया मेरो एन्जेलिया ल्याएर सारेको छुइनँ। एन्जेलिया पनि बाँकी छ सार्नुको लागि। रोज चाहिँ कसलाई मनपर्छ साथीहरू। यहाँ हेर्नु त, रोज टन्नै छ रहेछ यहाँनिर। एउटै कलरको रहेछ, तर एउटै कलरको कति दामी। यहाँनिर गमलाहरू पनि जति पनि छ है साथीहरू। गमलाहरू ठुलो गमलादेखि लिएर सकुलेन्टहरू, स्नेक प्लान्टहरूको यता कृष्णकलीको रहेछ यहाँनिर। यो ठुलो खालको पनि छ जस्तो छ। कृष्णकली ठुलो पनि हो जस्तो, ठुलो खालको कृष्णकली हो कि जस्तो लाग्यो मलाई चाहिँ। यो ठुलो खालको टन्नै रहेछ। मैले लगेर कति धेरै मारेको छु यो कृष्णकली चाहिँ। कृष्णकलीको यहाँ रहेछ टन्नै। धेरै कलरमा रहेछ कृष्णकलीको। पर्पलमा, पिङ्कमा दामी रहेछ। घरमा ठाउँ चाहिँ हुने हो भने नि यति दामी हुन्छ कि कलेक्सन गर्नलाई साथीहरू। उतातिर हेर्छु म चाहिँ के छ यसो। म खासमा पोलर जिरेनियम लिन आएको, अनि मल लिन आएको। म्यारिगोल्ड यो भित्र राख्ने ठाउँ छैन। म्यारिगोल्ड लगेर लाउनु त हुन्थ्यो, के गर्नु। म्यारिगोल्ड यहाँनिर यो पनि रहेछ। बगनबेलीमा त्यत्रो छ यहाँनिर। यति धेरै चाहिँ जिरेनियम स्पेसल है यहाँनिर चाहिँ। रोजहरूको अर्को भेराइटीहरू पनि यहाँ टन्नै रहेछ। रोजको भेराइटी यहाँनिर चाहिँ स्पेसल तरकारीहरूको बिरुवाहरू पाइन्छ है साथीहरू। यहाँनिर कलङ्कीकोमा चाहिँ तरकारी सलगमहरूको बिरुवा यहाँ छ। यसरी काउलीहरूको, कुरिलोहरूको त्यसरी छ। कुरिलोहरू तपाईँहरू नजिक हुनुहुन्छ भने चाहिँ यहाँनिर आएर लिन सक्नुहुन्छ। कुरिलोको बिरुवा
टन्ने यसरी घरमा लगेर सार्न सकिन्छ। कुरिलोहरू काउलीहरूदेखि लिएर यसरी टमाटर खोर्सानीहरू सबै थरीको छ। त्यो अकबरेको यहाँ यत्रो छ। रोजमेरीहरू जिरेनियमको भेराइटी यो के खालको यो खालको पनि रहेछ। यो के भन्छ यो सलाद साग यो पक्चेको यसको बिरुवा पनि रहेछ यहाँनिर। एडिनियम त्यहाँनिर उसको छ। एडिनियम त यहाँ पनि नहुने रहेछ कि के हो। औ लाउरे फुलको यहाँनिर रहेछ आँखो चम्मै। जग्गामा म्यारिगोल्डको लागि राख्ने ठाउँै छैन। के गर्नु म्यारिगोल्ड लानु हुन्थ्यो पानी पर्छ। क्या करू फलफुलहरूको पनि छ यहाँनिर चाहिँ। फलफुलहरूको गोदावरीहरूको अहिले सारिसकेको रहेछ। गोदावरीहरूको पनि मदरबोर्ड बनाउनुलाई होला सायद। टन्न यो सबै चाहिँ सागसब्जीको है साथीहरू। के चाहिँ चाहिन्छ तपाईँहरूलाई यसरी फर्सीदेखि लिएर होइन खोर्सानी डल्ले खोर्सानी काँक्राहरूदेखि लिएर सिमीहरूको पनि सबै। यहाँको नर्सरीमा चाहिँ अकबरे यो फर्सीहरू जिरे खोर्सानीको रहेछ। यहाँ रुख टमाटर यसरी सिमी खोर्सानी जे पनि छ है त साथीहरू। यहाँ चाहिँ यसरी कोलीमा सारेर घरमा लगेर गर्न सकिन्छ। यहाँ चाहिँ गोदावरीको बिरुवाहरू यसरी सारिसकेको रहेछ यहाँनिर। म पनि आज जाने बित्तिकै सार्नेवालामा छु। यस्तो दामीहरू सारेको रहेछ गोदावरीको बिरुवाहरू। दाइ त्यो पोलारको छैन बिरुवा? के को? त्यो पोलार जिनेरियम यो यो सानो छैन? अहिले छैन। छैन अहिले हैन र बिरुवा हुने त? जे चाहिँ लिन आएको त्यही छैन। बहिनी काउलीहरू चन्नै खोर्सानीहरू बुढो भएर टन्ने सानी पनि राख्दिनु ल मलाई। अकबरले त अस्ति लगेको लग्नु होइन यही अर्को दस्ता पनि राख्दिनु। लामो लामो राखिदिनु बहिनी। यो साग त ठुलो भइसकेको रहेछ। लाने बित्तिकै फेरि फुल्ने हो कि घरमा रोप्नुलाई त सबै है। तर एउटा यस्तो राम्रो हुन्छ भने त्यही भने यो त मैले रोप्दा नि राम्रै हुन्छ हुन त खारै सक्दिनँ। एउटा बोट यसपालि के भयो कुनै रोगले आयो कि सबै कालो भएको रहेछ। मेरो त राम्रो हुन्छ तर म खाइसक्दिनँ। एउटा बोट रोप्यो भने पनि धेरै हुने क्या। यो चाहिँ के हो बहिनी? यो
के अरे के मसला मसला चाहिँ मसला तर थाहा भएन तरकारीहरू फुलहरू यो पनि लानु पर्यो मेरो छन त छ तर कता मरेको छ कि बाँचेको छ थाहै छैन यो एउटा कलेक्सन गर्नु पर्यो इन्डोरको लागि चाहिँ यहाँ छ साथीहरू डिपार्ट इन्डोरको लागि स्नेक प्लान्ट यहाँ छ 700 रुपिस रहेछ फिलोडेन्ड्रन मुनलाइट फिलोडेन्ड्रन एन्थोरियम पिस लिली मनी ट्रिटा रहेछ पिस लिलीहरू यहाँ राम्रो हुन्छ घरमा हाम्रो राम्रो हुँदैन क्या गरौँ घरमा क्यों राम्रो नै होता है एन्थोरियम यस्तो दामी भइरहेको रहेछ एन्थोरियम स्नेक प्लान्टहरूको गाडी छ यहाँ स्नेक प्लान्टहरूको गाडी रबर प्लान्ट यहाँ रहेछ क्याक्टस ऱ्याबिट क्याक्टस यहाँको नर्सरीमा चाहिँ यति छ है त यहाँको नर्सरीमा यहाँ चाहिँ दामी हुन्छ घरमा लगायो भने मराउँछ हामी यो कति रहेछ 600 फिलोडेन्ड्रन 600 रहेछ यहाँनिर छ यो दामी त्यो कालो खोर्सानी पनि एउटा राखिदिनु ल यो सब उयो सानोमा एउटा यो एउटा अनि कालोमा एउटा दुईटा राखिदिनु थाइपालुङ 3टा राखिदिनु त्यो छिप्पेको त नराख्नु ल फुल्छ होला फेरि अनि थाइपालुङ 3टा राखिदिनु अनि कालो पनि एउटा मात्रै राखिदिनु घरमा अस्ति राखिसकेछु कालो एउटा राखिदिनु हैन अनि थाइपालुङ 3टा राखिदिनु लाउरे फुलको बिरुवा देखिन नि त म लाउरे फुल लिन आएको थिएँ छ उ यहाँ थाइपालुङ 3टा जुटाएको छु उयो ब्राउनमा यो पनि हाल्दिनु यो पनि एउटा हाल्दिनु एउटा भयो भने हुन्छ सलाद साग पर्पलमा रहेछ क्या उस्तै हो यो चाहिँ अलिक कलरफुल राम्रो एउटा मात्रै राखिदिनु तै पनि इनफ हुन्छ मेरो लागि म एकजना लाउरे फुल कहाँ छ त नि ए यहाँनिर हो जस्तो छ छिप्पेको हो कि फेरि लानु बित्तिकै फुली पठायो भने यो त छिप्पेको हो जस्तो छ लानु बित्तिकै फुली पठाउँछ होला हौ फेरि यो पो हो कि खोइ लाउरे फुलको कता छ त्यति हो भने मैले अस्ति लगिसकेको छु क्याप्सिकमहरू अस्ति लगाएको छु होस् यो हो अनि यो त फुल्नु थालिसकेको छ त छैन यति हो कसरी हो यो चाहिँ 40 रुपियाँ 5वटा लगाइदिनु त यो 5वटा लगाइदिनु यो कलर छुटेको छ कि छैन कलर त नफुल्दैछ म सकिन्न 5वटा लगाइदिनु ल यो 5वटा यसको कति छ यो 60 रुपियाँ यसको 60 रुपियाँ सानो कोलीको 30 रुपियाँ अब त्यहाँ छ सानो कोलीको एउटा उहाँ लगिसकेँ मैले मसँग नभएको कलर कस्तो फुल्न लागेको हाल्दिनु त्यस्तो हो त्यस्तो नफुलेकै हालिदिनु न लगेर फुलोस् न मेरो अर्को पिटुनिया फुलिसक्यो कि पिटुनियाको ठाउँमा यो हालिदिनु पर्यो अर्को के छ सिजनेबल फुलहरू
यसलाई त अब छायामा चाहिन्छ उयो भयो भने त मर्छ म्यारिगोल्ड त 5वटा राखिदिनु झोलामा राखिदिनु है मल पनि लानु छ के गरेर लानु हो फेरि रोज जिरेनियमको भेराइटी चाहिन्छ भने चाहिँ यहाँ आउनु होला है साथीहरू ठ्याक्कै कलङ्कीको ज्ञानोदय स्कुल यहाँ छ पुलिस बिटी यहाँ छ यताबाट कलङ्की आयो जान्छ लिलियमको दामी 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 त्यो रेड रोज चाहिँ कति हो बहिनी उताको ऊ त्यो ठुल्ठुलो रेड रोज हजुर ऊ त्यो परको ठुलो ऊ त्यो भुइँको सोध्नु पर्छ मल पनि छ क्या हाल्नु पर्ने मेरो म अर्कै लिन आएको खासमा त्यो हालिदिनु अनि मल लानु छ अब कलङ्कीको महर्जन नर्सरी भिजिटमा आज चाहिँ छुमा यो रोज भनेको क्या बहिनी उयो रोज ठुलो यो त 700 हो 700 हो बुसी भालको रहेछ क्या अनि 250 पनि छ सानोमा होला त्यो त हैन यो स्नेक यो कसरी दिनुभएको छ यो यिनीहरू 500 हो ओके अब चाहिँ म हिँडेँ मलसल लिएर मल यो पो रहेछ अर्को यो 80 रुपियाँ उतै 100 खालको राख्नु उतै लगिदिनु मैले त्यही चलाउँछु यही चलाउँछु त्यही चलाउँछु भाइ बहिनी यहाँ छ एउटा यो कलर थिएन कि मसँग यो एउटा कलर त्यो एक प्याकेटको 100 अर्को एउटा पनि राखिदिनु न ठुलो प्याकेट छैन त्यो एक दिन लगो सिद्धि जान्छ फेरि रिपोर्ट गर्नु थालेपछि 5 किलोको 3 किलोको थियो यहाँ रहेन छ 3 किलोको मौसन भेरी तपाईको 3 किलोको 400 रुपैयाँ लिन्छ 300 लिन्छ अनि यो भन्दा यो राम्रो छ तपाई हेर्नु न हो ल ओके माटो किनी छ बुवा यसरी गोदाम सरी छ यहाँनेर चाहिँ यो त लाग्यो भने जिन्दगीभरि के पनि नहुने यो 5वटा लाउरे हैन 5वटा लाउरे चाहिँदो रहेछ कि गमलामा अलि यस्तो खाली चाहिन्छ थारो यसको शरीर पनि राखेन है त्यो कृष्णकली कतिमा दिनुभएको छ बुवा कृष्णकली कतिमा दिनुभएको छ ठुलो 350 हो 300 मा दिन्छ तपाईले 350 ठुलो कत्रो झाडीमा छ हेर्नु बढ्छ ठुलो रहेछ 150 मैले चाहिँ यति लिएको छु तरकारीहरूको 1-2 थोक मात्रै फुल 60 रुपैयाँ र 30 रुपैयाँ 90 रुपैयाँ यो के 4वटा यो 3टा छ सबै हेरेर 4वटा छ ए ऊ पनि छ उयो सलाद साग पनि छ 2टा अनि सलाद साग एउटा छ एउटा 2टा 2टा कलर अनि यो 200 रुपैयाँ यो मल 2टा यो 300 हो फर्लाइट कति भयो 0 को 0 10 को 0 हातले 1 3 3 6 7 700 रुपैयाँ हो 700 रुपैयाँ ओके तिरो मैले चाहिँ यो लिएर आएँ प्लेसको अभावले गरेर प्लान्ट चाहिँ मैले थोरै ल्याएँ यो कलेक्सन यो सब्जीहरूको डिपार्ट यहाँ छ चाहिँ यो सलाद सागहरू यहाँ मल लिएर आएँ यो मलको अभावको कारणले मैले अहिलेसम्म प्लान्ट सार्नु नपाएको अवस्था थियो आज चाहिँ मल लिएर आएँ अब रिपोर्टिङको भिडियोहरू चाहिँ दनादन आउनेवाला छ है त साथीहरू
अब यो रिपोर्टिङको भिडियो दाना आउँछ। यो 2 केजीको कसरी 100 रुपिसमा दियो? अस्ति 3 केजीको 300 मा ल्याएको थिएँ। ल साथीहरू, ल आजको लागि चाहिँ मेरो भिडियो यहीँसम्म है, नर्सरी भिजिटको। थ्याङ्क यू सो मच सबैजनालाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई। ल मन पर्यो भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला, सेयर गरिदिनु होला। र तपाईँहरूलाई पनि यदि सब्जीहरूको भिडियो यो बिरुवाहरू बिरुवाहरू चाहिन्छ भने चाहिँ कलङ्कीको महर्जन नर्सरीमा जानु होला। त्यहाँनिर चाहिँ सबै किसिमको तरकारीको बिरुवाहरू चाहिँ पाइन्छ है त साथीहरू। थ्याङ्क यू सो मच, बाई बाई साथीहरू है त।